हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। तपाईहरू सम्पूर्णमा माता तीर्थ औँसीको धेरै धेरै शुभकामना। आज तपाईहरू मसँग मदर्स डे स्पेशल कम्बो थाली सेटको रेसिपी सिकिराख्नुहोस् है त। सबैभन्दा पहिला पोलोको चामललाई मिचेर राम्रोसँग पखाल्नुहोस्। ग्यासमाथि कुकर राखेर ग्यासको फ्लेम अन गर्नुहोस्। आवश्यक अनुसार घिउ राख्नुहोस्। घिउ ताते पछाडि तेजपत्ता लगाउनुहोस्। घिउ खरिए पछाडि अघि पखालेर राखेको पुलावको चामल थोरै थोरै गरेर सबै राख्नुहोस्। पुलावको चामललाई राम्रोसँग चलाउनुहोस्। यहाँ मैले थोरै नुन पनि राखेकी छु। यहाँ मैले ड्राई फ्रुट्स मिक्स गरेर राखेको छु। बदाम, किसमिस, काजु, ल्वाङ, सुकमेल, नरिवल सबै ड्राई फ्रुट्सलाई मिक्स गरेपछि 5 मिनेट फ्राई गर्नुहोस्। मेजरमेन्टको हिसाबले मैले यहाँ 1/2 लिटर पानी हालेकी छु। राम्रोसँग चलाएर कुकरको ढक्कनी लगाइदिनुहोस्। 5 मिनेट छोडिदिनुहोस्। सिटी लागेपछि कुकरको ढक्कनी खोलेर राम्रोसँग चलाइदिनुहोस्। अनि मिठो पुलाव रेडी भएको छ। हाम्रो दोस्रो रेसिपी चाहिँ कुखुराको मासु रहेको छ। ग्यासमाथि कराही राखेर अन गर्ने, तोरीको तेल लगाउने। तोरीको तेल खरेपछि ज्वानो मेथी लाउने, प्याज पनि लगाउने। प्याज गोल्डन ब्राउन हुने गरी फ्राई गरे पछाडि मासु लगाउने। त्यसपछि मासुलाई कम्तीमा 10 मिनेट राम्ररी फ्राई गर्नुहोस्। चप गरेको अदुवा, खोर्सानीको धुलो, मिट मसला, बेसार पनि लगाएर मजाले चलाउनुहोस्। टमाटर पनि लगाएर चलाउनुहोला। त्यस पछाडि केही बेर ढाकेर राखिदिनु होला। अनि फेरि चलाएर नुन राखिदिनु होला। अनि चलाए पछाडि धनियाँले गार्निस गरिदिनु होला। तेस्रो रेसिपीमा रहेको छ हामी नेपालीहरूको लोकप्रिय अचार गोर्खे अचार। तिललाई रोस्ट गर्ने, अहिले सेलाएपछि ग्राइन्ड गर्ने। आलुलाई राम्रोसँग म्यास गर्नुहोला। त्यसमा काँक्रा पनि एड गर्नुहोला। प्याज पनि एड गर्नुहोला। अनि त्यस पछाडि चप गरेको अदुवा पनि एड गर्नुहोला। चप गरेको अदुवाले गोर्खे अचारलाई अझै बढी स्वादिलो र मिठो फ्लेभर दिनमा मद्दत गर्छ। ग्राइन्ड गरेको तिलको छोप एड गरिदिनु होला। हरियो केराउ पनि त्यसमा एड गरेर स्वादअनुसार नुन लगाएर राम्रोसँग मोल्दिनु होला। स्वाद अनुसार कागती पनि एड गरिदिनु होला। पेनमा तोरीको तेल राख्ने, मेथी पनि एड गर्ने, खोर्सानी फुराउने, बेसार, त्यसपछि अचारमा झान्ने अनि धनियाँ लगाएर राम्रोसँग मोल्ने। त्यस पछाडि गोर्खे अचार हाम्रो रेडी भयो। मैले जस्तै तपाईहरूले पनि मदर्स डेको दिन यसरी नै आफ्नो आमालाई मिठो खाना बनाएर खुवाउन सक्नुहुनेछ।